नेपाल सरकारले अब थप केही देशको लागि पनि श्रम रिन्यू चाहिँ खुला गर्ने भएको छ है त। कुवेत, बहराइन र टर्कीको लागि फेरि पनि अब श्रम रिन्यू चाहिँ खुला गर्ने भएको छ र यो सँगसँगै कुवेत, बहराइन र टर्की जान लाग्ने भएका जति पनि नेपालमा अड्किनुभएका साथीहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ श्रम रिन्यू गरेर जान सक्नुहुन्छ र वहीँ बस्ने साथीहरूले पनि अब श्रम रिन्यू गर्न सक्नुहुन्छ। र सँगसँगै नेपाल सरकारले चाहिँ अन्य केही निर्णयहरू पनि केही दिन अगाडि गरेको थियो। तपाईँको जस्तो तपाईँ पहिलोपटक वैदेशिक रोजगारीमा आउँदै हुनुहुन्छ भने तपाईँले चाहिँ वैदेशिक रोजगार मा आउँदै गर्दा तपाईँले इमिग्रेसनमा देखाउनु पर्ने कागजपत्रमा केही फेरबदल गरेको छ। नयाँ कागजपत्र के देखाउनुपर्छ भन्दा तपाईँले टिकट किनेको बिल देखाउनुपर्छ है त। आफूले टिकट किनेको बिल पनि तपाईँले इमिग्रेसनमा सो गर्नुपर्छ भने सँगसँगै तपाईँले मेन पावर कम्पनीलाई दिएको 10,000 रुपियाँ मात्रै बुझाउन पाउने अथवा मेन पावरले 10,000 मात्रै लिएर चाहिँ वैदेशिक रोजगारमा चाहिँ तपाईँलाई पठाउनु पर्ने यो चाहिँ नेपाल सरकारको नियम छ। र यसको लागि अब तपाईँले इमिग्रेसनमा देखाउनु पर्ने कागज भनेको मैले मेन पावरलाई 10,000 दिएँ भनेर मेन पावरले दिएको भौचर पनि तपाईँले इमिग्रेसनमा सो गर्नुपर्छ है त। यति गरेपछि तपाईँ सुरक्षित साथ वैदेशिक रोजगारीमा आउनलाई सक्नुहुन्छ। र अहिलेसम्म नयाँ श्रम खुलेको छैन, नयाँ श्रम खोल्ने कुरा छैन। र अहिले मार्केटमा जति पनि नयाँ भिडियो आएका छन् नपत्याउनु होला, किनकि नयाँ श्रम अझै पनि खुलेको छैन है त। र जब नयाँ श्रम खुल्छ त्यसपछि म भिडियो पनि पक्कै राख्नेछु। थ्याङ्क यू।